Amigo, tudo bem? Oh, tudo bem, tudo bem. Você aqui por quê? Está dormir aqui, dormir. Muito dormir. Aqui Tarwala tá aí? Trabalho, tá aí. हेलो एभ्रिवान, वेलकम ब्याक है सबैजनालाई नमस्कार, वेलकम छ यहाँहरू सम्पूर्णलाई। अनि आज चाहिँ म हेर्नुहोस् न ल आज चाहिँ एकदमै नयाँ ठाउँमा आएको छु म चाहिँ है, किनभनेदेखि मेरो पर्सनल काम भएको भएर चाहिँ म एकदम नयाँ ठाउँमा आएको छु। यतिखेर रातिको 12 बजिरहेको छु। को परराष्ट्र मन्त्रालय हो। सो फाइनली म चाहिँ यहाँ आइपुगेको छु है। फाइनली लोकेसन हेर्दा हेर्दा म यहाँ आइपुगेको छु। अनि सुन्नुहोस् न, अब आजको रात चाहिँ मैले यहीँ कटाउनु पर्ने अवस्था छ, किनभनेदेखि भोलिको लागि पेपरको लागि लाइन बस्नुपर्ने हुन्छ। सो यतिखेर सुनसान भइरहेछ, मान्छेहरू कोही पनि छैन। अनि ऊ त्यहाँ 2-4 जना दायाहरू हुनुहुन्छ, नेपाली दायाहरू। सो यो चाहिँ हाम्रो परराष्ट्र मन्त्रालय, फरेन मिनिस्टर अफ फरेन अफेयर्सको अफिस हो रहेछ यो चाहिँ। अनि यो चाहिँ हाम्रो अलकन्त्राको भ्यू छ है साथीभाइहरू। गाइज यो चाहिँ अलकन्त्रा भन्ने ठाउँको भ्यू छ। अनि यतिखेर सुनसान बाटो छ, गाडीहरू गुडिरहेछ। अनि अनि मेरो ब्याग हेर्दा छ, आजको दिन चाहिँ यतै हुन्छ, मेरो आजको रात चाहिँ यतै हुन्छ। सो अब सुत्ने भनेको ठाउँ पनि छैन, अब सुत्ने भनेको यो बेडमा बस्ने हो, यसरी यहाँ बस्ने, यतिकै रात कटाउने आज चाहिँ। अनि यतिखेर रातिको 12:30 भइरहेछ। अनि जाडो पनि अति बढिरहेछ, जाडो चाहिँ एकदमै भइरहेछ। अनि त्यहाँ चाहिँ सेक्युरिटी गार्डहरू बसिरहनु भएको छ। अनि यहाँ चाहिँ हाम्रो नेपाली दाजुभाइहरू छ। यस्तै छ परदेश, अब सुनसान छ बाटो। अनि ऊ त्यहाँ दायाहरू बसिरहनु भएको छ। यसरी बसिरहनु भएको छ दायाहरू चाहिँ जाडोले। दाइ यार जाडो भएर के हो दाइलाई निन्द्रा लागेको छैन। ल हेर्नुहोस् न, ल एकजना जल्दी पातले भुइँचुन्छ। लौ लौ म चाहिँ के भन्छु भनेमा जिन्दगी बिहान ल। आज हामी यता अलकन्त्राको परराष्ट्र मन्त्रालयमा आएको, अनि त्यही भएर रातभरि यहाँ लाइन बस्दा यार मजाक भइरहेको छ। गाह्रो छ, गाई ज्वरो गाह्रो छ पोर्चुगल भनेको। अनि त्यहाँ पनि 1-2 जना सुतिरहनु भएको छ है। सो अलिकति क्लियर भयो भने चाहिँ यस्तै छ परदेशी लिस्बन। ल आज चाहिँ हामी अब रातभरि चाहिँ यत्तिकै लन्ड्याङ गाह्रो छ। लन्ड्याङ गर्दै रात कटिसक्यो। अब बिहानको 4 बज्न लागिसक्यो। हामी चाहिँ यता परराष्ट्र मन्त्रालय अगाडि बसेको छ है, सुत्ने ठाउँ छैन, बिजोग छ। अनि म चाहिँ फर्स्ट टाइम आएको, अनि यहाँ हाम्रो नेपाली दाइहरू भेट्यो, रमाइलो लाग्यो, एकदम खुसी लाग्यो। दाइ तपाईँले भेट्दा एकदम खुसी लाग्यो मलाई। नाइस टु मिट यु दाजु। थ्याङ्क यू भाइ। ल हेर्नुहोस् यहाँ चाहिँ हाम्रो बिचरा यसरी सुतिरहनु भएको छ। सुत्ने ठाउँ छैन है हाम्रो। आज चाहिँ खासै मान्छे आएन रहेछ है। होला सोल्डी तुदो भाइ होला amigo, tudo bem? Oh, tudo bem, tudo bem. Você aqui por quê? Está dormir aqui, dormir. Muito dormir. Aqui Tarwala tá aí? Trabalho, tá aí. Sim, sim. Isso que é, amigo? Isso nome. Lista. Wangelama. Muito nome tá aí aqui. ल अब यस्तै हो, भोलि बिहान भेटाउन सबैजनालाई। अब अफिस चाहिँ यही रहेछ, रातभरि बन्द भएको भएछ। यहाँ चाहिँ अफिसको मान्छेहरू छ। हल्ला बन्दिया, गुड मर्निङ है सबैजनालाई, गुड मर्निङ। अनि आजको रात चाहिँ यतै कट्यो हामीले चाहिँ। रातभरि यहाँ सिटमा टेबलमा बस्दा यतिखेर
बिहानको 4:30 भइसकेको छ। सो वी आर स्टिल वेटिङ फर अफिस है, अफिस खोल्नलाई कुरिरहेको छ। अनि यहाँ चाहिँ साथीभाइहरू कोही यतातिर सुतिरहेको छ, कोही यता भित्र छ। अनि हाम्रो सोल्जी अनि म चाहिँ नौसरीकन बसेको। अनि he also busy watching TV है, मोबाइल हेर्दा पनि बिजी छ हाम्रो सोल्जी चाहिँ। अनि यस्तै छ भन्दै बस्दै हामी गफसफ गऱ्यौँ, रमाइलो भयो आजको रात चाहिँ। अनि अब टाइम पास गर्दै मोबाइल हेर्दै बस्दै हो। सो अब चाहिँ 4:30 भइसकेको छ मर्निङको। अनि त्यसपछि खोल्छ। किन आएको तिम्रो खानेकुरा केही छैन? ल है, यो चाहिँ हाम्रो पारीको खोला पारीको रातो पुल हो। अनि हाम्रो फाइनली हामीले यहाँ रात कटाएर नि बिहानी सुबह बिहानी भइसक्यो। यतिखेर हामी सबैजना फ्रेस भएर बसिरहेको छ। अनि यो चाहिँ राति चाहिँ अलिकति राम्रो देख्न पाएन होइन। अनि अहिले चाहिँ अब एकदम क्लियरली छ। जुन चाहिँ यो पूर्वकालदेखि नै रहेछ यो चाहिँ, यो पूर्व के अरे यो चाहिँ हाम्रो परराष्ट्र मन्त्रालय हो। सो यतिखेर सुबह बिहानी भइसक्यो। अनि यहाँ दायर हुन्छ। हेलो होला बन्दिया, कस्तो लाग्यो त हजुर यताको बसाइ? आज बसाइ भन्नुले के भन्नु भनेपछि गाह्रो पनि भयो, एक किसिमले राति रमाइलो पनि भयो। ठिकै छ, राम्रै छ। जस पोर्चुगलमा पनि रात बिताइयो, गाह्रो छ डकुमेन्टको लागि। हजुर त्यस्तै हो, सङ्घर्ष गर्नुपर्छ। अनि फाइनली मैले चाहिँ यहाँ हाम्रो नेपाली ब्रदरहरू भेटेको छु। सो उहाँहरू एकदम फ्रेङ्कली हुनुहुँदो रहेछ र मैले यहाँ नयाँ भएको भएर चाहिँ अलिक के हो कता कता जाउँ सोचिरहेको थिएँ। तर उहाँहरूले एकदम हेल्प गर्नुभयो। यहाँहरूलाई धेरै धेरै मनदेखि धन्यवाद दिन चाहन्छु है त। एक जाडोमा हात मिलाउन गाह्रो भएछ। सो चिसो धेरै है। अनि यहाँ चाहिँ सबैजना अहिले उता अफिसतिर बसिरहेको छु। होला दिदी, के छ हजुर? कतिको जाडो छ? कतिको जाडो छ दिदी? फाइनली यता हाम्रो एकजना दिदी पनि भेट भएको छ है हाम्रो। अनि जाडोको कुरा गर्नुपर्दा त अति नै जाडो छ है, टु मच नै जाडो छ है भाइ। एकदम अब दुईवटा ज्याकेट टोपी लगाएर बस्नुपर्ने अवस्था छ यहाँ चाहिँ पोर्चुगलमा चाहिँ। दिदी कहाँदेखि आउनुभयो तपाईँ? पाराबाट आउनु पऱ्यो। यहाँ त हामी नजिकैबाट हो, तर उहाँहरू टुरिस्ट भित्रासबाट आउनुभएको छ। सो अब एकछिनमा अब फेरि त्यहाँ अफिस देखाउँछु म होइन, के कस्तो हुन्छ। ल है, सबैजना अफिस खोल्छ कि भनेर आश भएर बसिरहेको छ। यहाँ सोल्टी यसरी सुतिरहनु भएको छ। खासमा मैले देखाउन नहुने हो, तर यहाँ चाहिँ अफिसहरू खोलिसक्यो। यो चाहिँ परराष्ट्र मन्त्रालयको अफिस खोलिसक्यो। अनि हाम्रो काम गर्ने चाहिँ यहाँ रहेछ, यो अफिसमा हो। यो अफिस चाहिँ सानो रहेछ। हाम्रो क्रिकेट क्लब गर्ने यता रहेछन् हाम्रो साथीभाइहरू सबजना खुसी भएर पर्खिरहेको छन् अफिस खोल्छ कि भनेर। त्यही हो अब कुराकानी सबै।